तिमी के हेर्न आएको बाख्रा कहाँ छ बाख्रा बाख्रा हो कि भैँसी हो वाउ कस्तो राम्रो बाख्रा है हिँड्नु पर्छ नि त हिँड्नु पर्छ ए यहाँ पनि रहेछ बाख्रा इ सानो बाख्रा यहाँ रहेछ ऊ माम खाइरहेछ ऊ आई पनि रहेछ खाऊ 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 भन खाऊ खाऊ भन खाऊ खाऊ भन नि सर खाऊ खाऊ भने सानो के गर्यो गर्यो के खाएको भन न सानो ओह भैँसी हेर न भैँसी देखाऊ भैँसी अरूले कान सुन्नुहुन्न नि त अरूले के गरेको अहिले पराल बुट्नु पर्यो अझ के गर्नु भएको भन पहिला बिहाको दिन दुध भोलिपल्ट बिहान दियो पाडो तानेर यहीँ राखेको थियो अनि त्यो दिन बेलुकी पनि पाडो झाडेको थिएन अनि यहीँ राख्यो पाडो दियो खुर्कै अनि पाडो गाडेको त अक्कोलाई गर्छन् दिएन अक्कोलाई उयो त हेर नि अर्को पनि भित्र छ नि काठमा बसेर दुध उफ्रिन्छ बेर गर्नुपर्छ यताबाट यता यता यहाँबाटै त्यो थाहा राख्ने थियो नि खाइमा दिन्छ होला भने कि अब भिटामिन त यस्तो सजिन्छ होला नि भने बाबु देखेर डरायो यहाँ त सानो ची बाबु ची नचलाऊ नचलाऊ 8 महिना दुध थियो अनि